हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। सो आज चाहिँ हामी त भन्दिनँ सरी म चाहिँ तपाईँको क्यालेन्डर कटिङ यसरी सार्दैछु। सो यो चाहिँ मैले हिजो काटेर चाहिँ ओइलाएको थिएँ नि त, अलिअलि चाहिँ ओइलाएर राख्छु नि त म हो। अन्त यो तपाईँको यो चाहिँ तपाईँको 4-5 कलरको छ, बेसी छैन। यो चाहिँ कुनै उयो होइन है, मतलब त्यो हाइब्रिडहरू त्यो अहिलेको निस्केको त्यो वाला होइन। यो चाहिँ अब मेरो एकदम पहिलाको फुलहरू सेतो छ तपाईँको यसमा, ओरेन्ज है, ओरेन्ज अन्त यल्लो अनि वाइट है, अन्त रेड है। सो त्यति नै छ। रेडमा अब 2 थरीको छ, अन्त यल्लो पनि 2 थरीको छ। सो यस्तै छ। अब कटिङ चाहिँ यसरी सारेको छु। सो रुट टेडेक्स लगाऊँ भनेर ल्याएको थिएँ मैले, यो रुट छ नि कि। सो यो क्यालेन्चीमा त्यस्तो पर्छ जस्तो लागेन, किन भन्दाखेरि चाहिँ यिनीहरू चाहिँ पानी अलिकति धेर मजाले दियो भने चाहिँ छिटै सर्छ जस्तो मलाई लाग्यो है। के हो कसो हेरौँ। अन्त अर्को कुरो चाहिँ के भन्दाखेरि चाहिँ तपाईँको यो बेलुर गुन्युको पनि कटिङ सर्ने बेला भइसकेको छ नेक्स्ट फेरि है। अन्त त्योभन्दा अगाडिको चाहिँ मैले कटिङ सारिसकेको छु, तर सरेको चाहिँ छैन। अब त्यो सरिसकेर मात्रै यसको कटिङ राखौँ भनेको थिएँ, तर यो त तपाईँको यसरी कुँदो रहेछ डल्लै, बोर्डै डल्लै कुँदो रहेछ। सो अब हेरौँ है, हेरौँ त होइन, जति सक्दो छिटो भन्दा चाहिँ हामीले यसलाई कटिङ सारिहाल्नुपर्छ होला। आई थिङ्क यो तिनटै रोगले भेटेको छ तपाईँको। यो रोग चाहिँ मैले अब छिटोभन्दा छिटो ट्रान्सफर गरिहाल्नुपर्छ। यस्तै छ है। यहाँ जेरेनियमहरू मजाले फुलेको छ है। सो आजको भिडियो चाहिँ यहीँ अन्त गरौँ होला। धन्यवाद।